सो साथीहरु म फाइनल्ली तरगौली लेकमा आइसकेको छु। हाम्रो वान अफ द बेस्ट घुम्ने ठाउँ यो चाहिँ हाम्रो हैन, यो तरगौली भन्ने ठाउँमा रहेको यस्तो दामी छ के ल, हेर्न सक्नुहुन्छ हैन। गियर चाहिँ नर्सी यस्तै हो के बाइक। सो म फाइनली आइसकेको छु तरगौली भन्ने ठाउँमा हैन। सो आज चाहिँ यस्तो दामी भ्यू देखेछ नि हैन, सिधा कुरा भन्नुपर्दा। एक मन्दिर तरगौली सुनौलमा पर्दो रहेछ, सरी गाइज हैन। सो साथीहरु मैले यहाँ बाइक यहाँ राखिसकेको छु हैन। अब म चाहिँ यसो हजुरलाई उतापट्टि यो मन्दिर छ उतातिर चाहिँ बगैँचा जस्तो छ, म त्यहाँ चाहिँ हजुरलाई देखाउन गइरहेको छु। कस्तो छ ठाउँ यहाँ हेर्दै जानु होला हैन। राम्रो छ यहाँ चाहिँ ठाउँ चाहिँ टलाएर हैन, यति राम्रो छ। अब यहाँ यस्तो चौपारी जस्तो भयो बस्नको लागि, बेन्चहरु पनि राखिदिनु भएको छ। जस यहाँ चाहिँ एकदम वेल म्यानेज गर्नुभएको छ यहाँको समितिहरूले चाहिँ हैन, बस्नको लागि यताउति। ल भ्यू हेर्नु कस्तो दामी आउँछ के, वान अफ द बेस्ट ठाउँ भन्छु तरगौली सुनौलमा पर्ने ठाउँ चाहिँ यो चाहिँ। प्लिज आइदिनु होला, यो ठाउँलाई एकदम फेमस बनाइदिनु होला हैन घुमेर चाहिँ। हजुर हामी जस्तोले त अनि कन्टेन्ट क्रिएटरहरूले ठाउँलाई अब भाइरल गराउनेदेखि लिएर हैन, राम्रो ठाउँलाई भाइरल बनाउनु पर्यो हैन। यतापछि मन्दिरहरू छ हजुरको, एज यु क्यान सी हैन। ओहो बाघ, कृपया मन्दिरभित्र धूप अगरबत्ती नबालिदिनु होला। यो चाहिँ बाघको स्ट्याचु हो। यस्तै यहाँ स्ट्याचुहरू देख्न सक्नुहुन्छ हैन, यो जस्तो हात्तीको भयो, हात्तीको स्ट्याचु यस्तो राम्रो छ बनाएको चाहिँ हैन। यो चाहिँ जहाँसम्म लाग्छ यिनीहरू चाहिँ पुरानो, यो चाहिँ नयाँ जस्तो लाग्छ मलाई, यो चाहिँ पुरानो होला जहाँसम्म लाग्छ मलाई हैन। मेरो पछाडि देख्नु भएको छ राम्रो छ कि हैन, घन्टी नि रहन्छ यार। वान अफ द बेस्ट हो, कति राम्रो छ हैन। हात्तीको बच्चाहरू पनि बनाउनु भयो रहेछ यहाँ सबैले चट्ट लाएर। अब हामी मन्दिर आइसकेका छौँ, चट्ट लाएर राम्रो छ मन्दिर चाहिँ। अब मन्दिर जान अगाडि चप्पल खोल्नु पर्यो, चप्पल खोल्नु होला। अब खुसमा घन्टी पनि बजाइदिइहालौँ हैन, त पनि घन्टी हाल्ने। यस्तो आनन्द पिस छ क्या जस ठाउँमा आएर, धार्मिक ठाउँ छ हैन। जय शम्भो जय शम्भो। जस यो ठाउँ चाहिँ घुम्नको लागि चाहिँ एकदम बेस्ट छ हैन। अब हजुरहरूलाई बोर लागिरहेको छ भने घर यहाँ आएर टाइम स्पेन्ड गर्न एक्लै साथीहरूसँग एकदम राम्रो छ। जस यहाँ चाहिँ फोहोर नगरिदिनु होला कृपया हैन। डस्टबिनहरू राखेको छ त्यतातिर, आयो भने नि केही खानु भयो भने हजुरहरूले त्यतातिर फालिदिनु होला कृपया। यहाँ चाहिँ जस यहाँको मान्छेले चाहिँ एकदमै सरसफाइ गरेर राख्नु हुँदो रहेछ यो ठाउँ, मलाई एकदम मन पर्यो हैन। सिभिक सेन्स चाहिँ यो ठाउँको मान्छेको एकदम बेस्ट रहेछ भनौँ न। यसरी नै सबैले बुझ्दै पाएर हैन, सबैले राम्रो हुन्छ नि त। यतापट्टि चाहिँ बगैँचा जस्तो छ हजुरहरूको, पुरै बुटेबुट। र फाइनली यति भन्दै म हजुरहरूबाट बिदा माग्छु। मेरो यस्तै सानोतिनो मिठो भ्लग हेर्नको लागि मेरो टिकटक पेजलाई पक्कै पनि फलो गर्न नबिर्सिनु होला, र लाइक फलो र कमेन्ट गरिदिनु होला हैन। कस्तो कस्तो ठाउँको हजुरहरूलाई भ्लग हेर्नु मन लागेको छ प्लिज कमेन्ट गर्नु होला। म त्यो ठाउँमा गएर पनि यसरी नै सानो मिनी भ्लग कन्टेन्ट बनाउने छु। आई होप हजुरहरूले मेरो सानो कन्टेन्टलाई मन पराइदिनु भयो होला हैन। मेरो युट्युब च्यानल पनि छ, मेरो युट्युब च्यानल पनि शिव राउत नाम लेखेको छ हैन, त्यसमा पनि गएर फलो गरिदिनु होला। यसरी नै अरू कन्टेन्ट क्रिएटरहरूलाई माया गरे जस्तै मेरो च्यानललाई पनि माया देखाइदिनु होला। र यति भन्दै ह्याभ अ गुड डे, नेभर गिभ अप।